यो कति हो रे त्यो तरकारी यो कति हो 150 यो कति हो यो 250 अनि बोल्दै नबोलिकन कसरी मान्छे बेच्न आउँछ त बिक्री या किन्न आउँछ त यो 250 मान्छे बोलाउनु अब तरकारी किन्नलाई मान्छे यहाँ बसेर तरकारी किन्न आइज भन्न मान्छेलाई तरकारी किन आइज तरकारी आयो खोइ भनेको त नि तरकारी आयो गई बेरा एकाता गोलभेडा कसरी हो 150 गाजर कसरी 250 अनि त्यो कागती चाहिँ कागती के एका पका चाहिँ अलि साह्रो भन न 150 यसरी बेचेर त कहाँबाट त्यो बिक्री केरा चाहिँ कसरी एउटा केरा ल्याउ त चाखौँ कस्तो रहेछ चाख्नु पाइन्छ चाख्न पाइन्छ पैसा राम्रो छ राम्रो छ व्यापारले त राम्रो भनेर त बेच्छ नि बेच्न त कुहिएको पनि राम्रो भनिहाल्छ खोइ चाख्नु दिन्छ भनेको त फेरि उतै राख्छ लोभी रहेछ यो त खानु नाच्छु कहिले खानु न अनि यो यो सबै बाडेर सकाइदिने कि बेचेर सकाउने बारेर अनि पैसा खै त पैसा दिएको त नि चाख्नु पो दिएको हो त यो त चाखेपछि भइहाल्छ नि पैसा बिचार यी सानो बालक बाबु रे तरकारी बेचेको रहेछ कहाँ हो भाइ तिम्रो घर कहाँ हो यही हो ए यो तरकारी कसले बेच्न लगाएको यो तरकारी कसले बेच्न लगाएको फुपूले यो तरकारी तिमीलाई कसले बेच भनेको के मान्छे अनि कसको छोरा हो तिमी कसको छोरा हो मम्मीको नि बाबाको ए बाबाको नाम के हो मेरो पनि हैन त अनि यो 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 कतिमा बेच्छ यो गोलभेडा कतिमा बेच्छ नि 250 यो 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 कति हो यो यो यसको कति हो 150 यो त 10 रुपैयाँ पनि आउँदैन न होला है 10 रुपैयाँ 10 रुपैयाँमा यो 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 लेमन कसरी हो यो दोबन 10 रुपैयाँ 10 रुपैयाँ अनि यो गाजर यो कसरी हो यो गाजर गाजर न यो कसरी हो यो गाजर यो कति हो यसको कति हो 250 अनि यो 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 इस्कुसको त्यो दुईटा गाजरको 250 हुन्छ त्यो कति महँगो यसको त 20 रुपैयाँ मात्रै दिन्छु म त यो 20 रुपैयाँ यो बनाना कसरी हो ओहो 240 यो बिग्रिसकेको बनाना छ त्यो खोइ अर्को एउटा चाखौँ त एउटा चाख्न लाउनु त तपाईको त चाख्दै सकिनु भयो नि त भाइ ए साउजी यो यो आलु कसरी हो 250 ओहो अब हाम्रो दसैँ आयो है आमै यो चाहिँ 250 यो यो त 20 रुपैयाँमै नै आउँछ 250 त यत्रो त पर्दैन सबै तिम्रो सामानको 250 मात्रै रहेछ कसले किन्छ अब कसैले पनि किन्दैन कि अरू मान्छेहरू पनि बोलाउनु यो कसरी हो यो आज चाहिँ म तरकारी बेच्न बसेको छु भन्नु न यता हेर त मेरो तरकारीहरू किन्न आउनुहोस् होला भन्नुहोस् यहाँनिर बसेर यहाँनिर बस्नु तरकारी किन्न आउनु अब तपाईँको स्कुल कहिलेदेखि खोल्छ हजुर यस्तो